रङ जाने कपडा र रङ बदल्ने व्यक्ति, यी दुवै कुरा जीवनको लागि एकदमै घातक हुन्छ। हेर्नुहोस्, तपाईको रङ जाने कपडा छ भने अन्य कपडालाई पनि यसले बिगार्ने गर्दछ, हो कि होइन भन्नुहोस् त? तपाईले महसुस गर्नुभएको छ तपाईको जीवनमा पनि यस्तो रङ जाने कपडाहरू तपाईले ल्याएर बडो आत्मग्लानी भएको, ला यस्तो कपडा परेछ भनेर तपाईले एकदम गुनासो गर्नुभएको, जसको कारणले गर्दा तपाईका अन्य राम्रा कपडाहरू बिग्रेको। त्यस्तै रङ बदल्ने व्यक्ति पनि तपाईँ हाम्रो जीवनको लागि एकदमै घातक हुने गर्दछ। हेर्नुहोस्, रङ बदल्ने भनेको के? आफ्नो आवश्यकता अनुसार, आफ्नो स्वार्थ अनुसार चल्ने मानिसलाई रङ बदल्ने भनिन्छ, होइन? तपाईँ हाम्रो वरपर एकदम नजिक मानिएका मानिसहरू पनि यस्तो हुन्छन् नि, आफ्नो स्वार्थको लागि चाहिँ ओहो यति नजिक भएको महसुस गराउने कि मानौ उनीहरू हाम्रो जीवनको लागि एउटा अभिन्न अङ्ग हो। उनीहरूको स्वार्थ पुरा नहुन्जेलसम्म हाम्रो नजिक आउने, मिठा कुरा गर्ने, हामीलाई सहयोग गरेको जस्तो गर्ने, हामीलाई माया गरेको जस्तो गर्ने, एउटा नाटक मञ्चन गर्ने के। जसरी एउटा कलाकारले एउटा चलचित्रमा जसरी नाटक गरिराखेका हुन्छन् नि, त्यसै गरी हाम्रो जीवनमा पनि ती व्यक्तिहरूले नाटक गरिरहेका हुन्छन्। जब आफ्नो आवश्यकता पूरा हुन्छ, जब आफ्नो चाहना पूरा हुन्छ, जब आफूले भने अनुसारको जीवन उनीहरूले प्राप्त गर्छन्, हामीबाट जे चाहेका थिए ती सबै उनीहरूले प्राप्त गर्छन्, तब उनीहरू रङ बदल्न थाल्छन् र हाम्रो जीवनबाट उनीहरू टाढा टाढा भइदिन्छन्। जब हामीलाई उनीहरूको आवश्यकता पर्छ त्यति बेला उनीहरूको कुनै पनि सहयोग हामीले पाउने गर्दैनौँ। यी खालका मानिसहरू नितान्त स्वार्थी हुने। हेर्नुहोस्, यस्ता मानिसको कारणले गर्दाखेरि जीवनमा हामी धेरै दुःख पाउने गरेका छौँ। हामीलाई लाग्छ ओहो उसले त मलाई सहयोग गर्छ होला, ओहो ऊ त मेरो लागि जीवनमा एकदम महत्त्वपूर्ण व्यक्ति होला भनेर हामीले सोचेका हुन्छौँ, आफ्नो मनमा राखेका हुन्छौँ। तर वास्तवमा ती मानिसहरू हाम्रो हुँदैनन् कहिले पनि। उनीहरू केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि हाम्रो जीवनमा आएका हुन्छन्। जब हामीबाट उनीहरूको आवश्यकता पूरा हुन्छ तब हाम्रो जीवनबाट उनीहरू विदा भइसकेका हुन्छन्। यस्ता मानिसको भर, यस्ता मानिसको विश्वास र भरोसाले जीवनमा ठुलो क्षति पुर्याउँछ। हेर्नुहोस्, आज मैले तपाईँलाई के बताएँ भने रङ जाने कपडा र रङ बदल्ने व्यक्तिलाई सकेसम्म तपाईँ हाम्रो जीवनबाट छिटो नै निकालेको राम्रो। यदि यी दुवै कुरालाई हाम्रो जीवनमा रहिरहन दियौँ भने, यी दुवै कुरालाई हाम्रो जीवनमा हामीले स्थान दिइरह्यौँ भने यसले हामीलाई ठुलो क्षति पुर्याउने गर्दछ। त्यस कारणले सकेसम्म रङ जाने कपडा र रङ बदल्ने व्यक्तिलाई जीवनबाट फाल्दिनुहोस्। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनलाई नभुल्नुहोला। म तपाईँ सँगसँगै छु। आजको श्रृङ्खलाबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।